लुख्रियाको घरमा त निकै रमाइलो देखिन्छ नि। आँगनमा पनि निकै मान्छे जमिएका छन्। द्वारेवालले आँगनको डिलमा निहालेर हेरे, लुख्रियाको आँगनमा एउटा कालो कालो वस्तु पनि देखिन्थ्यो। क्या हो त्यो? लुख्रियाको आँगनमा उनी आफै हटबटाएर मानौ त्यहाँ वरिपरि अर्को कुनै मानिस हरदम उनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ। बोलिसकेपछि उनी आफै झस्केर चारैतिर हेरे। नजिक वरिपरि अर्को कुनै जीवित अस्तित्व छैन, केवल आफू ठिङ्गो। उनी आफै लज्जित भएर अलि अलि खस्किएको स्वरमा तल्लो पाटो खन्न लागेको रामवीरे घरतीलाई हकारे, रामे, ए रामे, लुख्रियाको आँगनमा के को रुमल हो? हेर हेर, एउटा कालो कालो डिङ्गो जस्तो पनि देखिन्छ नि। बा, होइन बा, अस्ति कता हुँदो तल लुख्रे भैँसी लिन जान्छु भन्थ्यौ नि, ल्याए पो कि त? रामवीरे हडबडाउँदै द्वारेबाको आँगनतिर उक्ल्यो। द्वारेबाका गोडामा पुरपुरो टेकायो अनि निधारको हातले छहारी पारेर लुख्रेको आँगनतिर निहालेर हेऱ्यो। ए हो त नि, ऊ क्या त? भैँसी नै हो त्यो, ल्याएछ बज्याले। लुखुरी बज्याले भैँसी ल्याएछ? द्वारेबाले घोर आश्चर्यको स्वरमा भने, मानव लुखुरीले भैँसी ल्याएको कुरा उनी सपनामा पनि पत्याउन सक्दैनन्। साँच्चै नै उसले भैँसी ल्याएको हो भने यो जति घोर आश्चर्य र घोर अपराध अरू केही हुन सक्दैन। आफूले एउटा भन्या जस्तो लाउरे जम्का गर्दा गर्दै छेपारको उखान भइरहेको छ। लुखुरे नाथेले भैँसी ल्याउने? यो कसरी हुन सक्छ? उनलाई यो आफ्नो द्वारेपनको निम्ति एउटा थप्पड झैँ लाग्यो। उनले मनमा असजिलोपनको अनुभव गरे। भित्र अल्ली चस्किए झैँ, भित्र मुटुमा कसैले फोन बाजाको सिउँले च्वास्स घोचिए जस्तै उनलाई लाग्यो। कस्तो भैँसी ल्याएछ लुखुरे बज्याले? खोइ बा, गोडा 400 हेरेर ल्याउँछु भन्थ्यो लुखुरे बज्याले। रामेले सपनामा डुबे झैँ एक तमासाको स्वरमा भन्यो। उसका आँखा एक ठिक लागेर लुखुरेकै आँगनतिर हेरिरहेका थिए। सायद ऊ पनि आफ्नो यस्तै भैँसी बाँधिएको अनि रूपले भएको सपनामा चाहार्नु पुगेको थियो। द्वारेबाको मुटुमा ज्यादै उत्सुकताको काकुतीले कुतकुताएको थियो। कस्तो भैँसी ल्याएछ त ए लुखुरे बज्याले? उनका गोडा भयानक आकर्षण शक्तिले खिचे झैँ लुखुरेको घरतिर जोडिए। हिँड हेरौँला, कस्तो भैँसी ल्याएछ त्यस बज्याले? लुखुरेको आँगनमा मानिसहरू जम्मा भएका थिए। उसको 4 वर्षे छोरो भुन्टे लाउरी भैँसीको चारैतिर थप्पडै बजाउँदै घुम्दै थियो। बाबुले आँकुरी भन्ज्याङमा भैँसी ल्याइ पुर्याएदेखि नै उसको भुइँमा खुट्टा थिएन। बाबु आँगनमा आइपुग्दा नपुग्दै उसले बाबुले भैँसी ल्याएको कुरा आफ्ना सबै दौतरले भनेर आफ्नो आँगनमा जम्मा पारिसकेको थियो। बाबाले आँगनमा पाइला राख्न साथ ऊ खुसीले आवेगले उफ्रदै गएर बाबुको दौराको फेरि समातेर झुन्डिन पुगिसकेको थियो। बा, हाम्रो भैँसी त हो नि, भने त यति ढुङ्ग्रो दुध दिन्छ बाबै, अनि मही पनि पार्ने, अनि धेरै घिउ सहारा लागेर बेचेर हामीलाई राम्रो दौरा किन्ने ह कि बा? हगी भने। लौलो अब सहर जाँदा राम्रो दौरा किनिदिने। लुखुरेको ओठमा अहिले मधुर हाँसो खेलिरहेको थियो। उसको मन आज प्रफुल्ल थियो। छोराको लिली ढिपीले आज उसको मनमा कटुता पैदा गरेको अनि वेदनाले उसको मुटु चिरेन, किनभने कटुता र आत्मा प्रवचन पैदा गर्ने निराशा उसको खतम भइसकेको थियो। आज उसको आँगनमा लाउरी भैँसी सारसौँधो बाँधिएको थियो। त्यो लाउरी उसको सानो छोराको धेरै कालदेखिको लिडीढिपी र नमर्ने सपनालाई पूर्ति गर्न कल्पवृक्ष भएर उसको दैलोमा बाँधिएको थियो। उसले लाउरीतिर अत्यन्त स्नेह र ममताका आँखाले हेऱ्यो। सन्ध्याको शीतल हावाको स्पर्शलाई उसलाई त्यति बेला भाकेको मृदु हातले स्पर्श झैँ लाग्यो। आमाको स्नेह सुमसुमाइ झैँ लाग्यो। ऊ बिस्तारै लाउरीतिर गयो। गजबको लाउरी भैँसी, बडो बारा माने, बाटा जत्रो कचौडो, झिङ्गा पनि चिप्लेला जस्तो, चिल्लो कालो जिउ, छोटा छोटा मोटो सिङ, उसका अङ्ग प्रत्यङ्ग सबै रोमाञ्चित भएर आए। ऊ लाउरीको जिउमा अति ममताले मुसार्न थाल्यो। लुखुरे मात्र होइन, आज उसकी स्वास्नी घैँटी पनि उमङ्गमा डुबेकी थिए। उसले आज अघि पछिको जस्तो झर्को फर्को केही नगरी लोग्नेको प्रत्येक आज्ञा मानेकी थिए। अघि पछि लुखुरेले लोटामा पानी माग्दा 10 थरी जवाफ दिने उसको आज बोल्नै नपर्ने गरी पानी टक्राई अनि लोग्नेले अराउनै नपर्ने गरी पुरानो मकैको पिठो खोले पकाएर लाहुरीले खाना दिए। 2 डोका खाँदी खाँदी घाँसको भारी ल्याएर पिँढीमा थुपारेकी थिए। यो चाहिँ भरेलाई भनेर। अनि आज ऊ बडो उत्साहीले भित्र बाहिर फ्याकफुरुक गरिरहेकी छ। लुखुरेले हेऱ्यो। ऊ मनमने फुल्यो। यो सबै लाहुरीको प्रताप थियो, नत्र घैँटीको हँसिलो अनुहार हेर्न, उसको मिठो बोली सुन्न लुखुरेको आँखा 24 घण्टा छटपटाउँथे, कान 24 घण्टा तिर्खालु हुन्थे। एक वचनको 10 वचन जवाफ दिने, राम्रो कुरालाई पनि नराम्रो कुरा अप्रिय रूपमा लिने, कहाँको अघि पछिकी घैँटी कलह र दुष्टताकी मूर्ति अनि कहाँ हाँसी खुसीले आजकी घैँटी ममता र सेवाको मूर्ति। मुग्ध भएर स्वास्नीको फ्याकफुरुक हेरेर लुखुरे अति प्रसन्न भएर हाँस्यो।
अनि चारैतिर हेऱ्यो। आज सम्पूर्ण प्रकृति नै हाँसे जस्तो उसलाई लाग्यो। पश्चिमपट्टि डाँडा माथिसम्म फैलिएको सिन्दुरे लाली अनि घरको वरिपरि फैलिएको वन जङ्गल, पाखा पोखरा अनि रुखपात सबैले आज उसको खुसीमा खुसी मिसाएर हाँसे जस्तै उसलाई लाग्यो। उसले अहिले साँच्चै 5-5 कोसबाट हिँडेर आएको थकाइ सबै बिर्सियो। ऊ 20 वर्ष जोसमा आफ्नै हातले लाउरीको चाकरी गर्न थाल्यो। आफ्नै हातले फेरि खोले तताएर खाना दियो। जिउमा कटकटिएर सुकेको गोबरको पाप्रो आफ्नै हातले धोइ पोखाली गर्यो। पाडाले आफ्नै हातले तेल खाना दियो। यो सबै सकेपछि ऊ मग्न भएर लाउरीको जिउमा मुसार्न लाग्यो। त्यसै यसकै जिउमा टास्युला चाहिँ गर्न थाल्यो। त्यसै बेला उसको आँगनमा द्वारेबाले पदार्पण गरे। उनको साथमा रामवीर्य थियो अनि घमाने र खलाल पनि थिए। द्वारेबाले आफ्नो चिलको जस्तो आँखा त्यो देख्दै रहर लाग्दो लाउरीमा गाडे। चिलले सिस्नोमा गाडे झैँ तिखा घोचे आँखा अनि अरूले पनि विभिन्न भाव र सपनाको आँखामा भनेर त्यही लाहुरीमाथि मानसिक हमला गरे। कति हालिस ए लुखुरे। मग्न भएर लाउरीलाई सुमसुमाइरहेको लुखुरे द्वारेबाको गुलियो स्वरले झस्कियो। हँ बा। उसले हटबडाएर हेऱ्यो। द्वारेबा आँगनमा। ऊ हटबडाएर उठ्यो। हतपत द्वारेबाको गोडामा ढोकिदियो अनि लेग्रो तानेर भने, अँका बा पर्यो नाइ गोडा सत्रेक बिस कि कसो बा। उसले अलि जिज्ञासु आँखाले द्वारेबाको मुखमा हेऱ्यो। लुखुरीको स्वरमा बजेको अपूर्व आत्मतृप्तिको सङ्गीत आँखामा छचल्किने सुनौलो सपना द्वारेबाको आँखामा त्यति मिठो लागेन। हृदयमा केले चस्स घोचे अनि जिब्रामा अलि टर्रो तितो नमिठो रमाए झैँ उनले अनुभव गरे। उनको अनुहार अलि नमजा लागे झैँ एकपलको निम्ति खुम्चियो। आँखामा दावा नलको फिलिङ्गो झैँ कुन्नी के हो रोकियो। तर यी सबै विरोधाभासले आफ्नो मिठो चिप्लाएर भित्र छोप्न उनी तत्काल सफल भए। खोइ बाबे यसै भन्न त कहाँ सकिन्छ र भैँसीको जात यति भनेर उनी भैँसीको नजिक गए। नजिक गएर उनले भैँसीको सबै कुरा जाँचे। निहुरेर थुन र कल्चौँडो जाँचे। चारैतिर घुमेर जिउडाल आँखा सिङ सबै जाँचे। फराकिलो बुट्टा बाह्रमाने बाटा जस्तो कल्चौडो अनि मोटो मोटो थुन अनि चिल्लो कालो झिङ्गा पनि चिप्लेला जस्तो आङ, निलो निर्दोष आँखा, छोटो मोटो सिङ। भैँसी साँच्चै गतिलो देखिन्थ्यो। रहर लाग्दो। द्वारेबाको मन धमिलिएर आयो। धुवाले ध्वासेर कपडा धमिलिए जस्तो। भैँसीले त अलि बढी नै हालिछस्। दुध कति देला? कल्चौडो मात्र भएर के गर्नु? मासु खान भएन मोटो छ भनेर? उनको आँखा र नाक अलि खुम्चियो। लुखुरेको सातो उड्यो। किन र बा? उसले सशङ्कित र भयभीत आँखाले द्वारेको आँखामा हेऱ्यो। त्यहाँ उसले कुनै पनि किसिमको विकार पैलाउन सकेन। किनभने द्वारेको मन सम्पूर्ण कुटिलता आएर उनको घोप्टे जुङ्गाभित्र लुकेको ओठमा फरफराइरहेको थियो। अब द्वारेबाले उसको शङ्काले फुस्रिएको आँखामा गहिरोसँग हेरे अनि एकपटक फेरि जाँच्ने कष्ट उठाए। उनले लाउरीको चारैतिर घुमेर जाँचे अनि अन्त्यमा बडो गम्भीर भएर हुन सकेसम्मको सहानुभूति स्वरमा, अरे बाबे भैँसी त धम्की छ। कसो ए रामे हेर त, कि मैले जानिन? रामवीरले एकपल्ट द्वारेबाको आँखामा हेऱ्यो अनि उनले जस्तै भैँसीको चारैतिर घुमेर जाँच्यो अनि खुलाल र घमानेले पनि त्यही अभियानले दोहोऱ्यायो। अन्त्यमा रामवीरले बडो लाचारको साथ घोषणा गर्यो, द्वारेबाका आँखा नि किन झुकिन्थे र? यस्ता कस्ता भैँसी पालिसक्नुभयो त? कसो घमाने दाइ, भैँसी धम्की नै होइन त? हो भन्दै घमाने र खुलाल एकैसाथमा घन्के। हुन त त्यो घन्काइमा रामवीरको समर्थन अथवा विरोध के थियो कुन्नी, तर द्वारेबाको उसलाई आफ्नो समर्थनपट्टि बिकाइहाले। हाम्रा आँखाले भुल पार्न त बाबे। यही ज्यानले कस्ता भैँसी सुमर्यो। आँखा गतिला नभइदे भात ढुटी माटी भइसक्थ्यो नि। लुखुरीले दिउँसी तारा देख्न थाल्यो। अन्ततः कालीमाको महाराउले आफ्नै चिरकालदेखिको सपनाको जुनलाई सर्लक्क निले झैँ उसलाई लाग्यो। अनि आफू चाहिँ अन्ततः अन्धकारको खाडलमा अमल भाँसिए झैँ कुनै समाउने काँसको बोटसम्म छैन। हे भगवान्, होइन बा, ज्यामदिगा ढकाल त किरे हाल्थे नि। केही खोट रहेछ भने सित्तै भयो भन्थे नि त। तैपनि उसले छाम्ने कोसिस गर्यो। द्वारेका आँखी बहु केही खुम्चिए। को त्यो बाउठे ढकाल? त्यसका कुरा पत्ताउन थाले त मान्छे खोला पर्छ। कतिलाई भर्खरामा जाक्यो। त्यस्तो बेमानी पो त त्यो। कसो रामे, कि मैले मिथ्या बोले हुँ? द्वारेबा, यो भैँसी धम्की नरहे हाम्रो मुखमा जाँड हालिदिनु। रामवीरी घरतीले बडो दृढ भएर भन्यो। आफ्नो वचन तोल द्वारेबाको मुखमा घोच्यो। लुखुरे दुवै हातले पुरपुरो समातेर आँगनमा बस्यो। केही क्षण अघिको उसको मानसिक सपनाको फुलबारीमा एक्कासी तुसारो बेरियो। अघिसम्म उमङ्गमा खिलखिलाइरहेको उसको चारैतिरको वातावरण अहिले अवसादको कालो बादल दौडियो। उसको आँखा तिर्मुन थाले। आँखा अगाडिको हाँसिरहेको आकाश, गाइरहेको चराचुरुङ्गी, नाचिरहेको लहरा पात सबै धमिलो देखिन थाले। शरीरभरि पसिना चिरचिरा झैँ उसले लाग्यो। के उसले वर्षौँदेखि पालिरहेको सपना संसारमा भुइँचालो आयो? के उसले सुन ठानेर पानी सरी पैसा बेरिएको वस्तु पितल टुक्रा ठहरियो? के त उसलाई उसको भाग्यले यसै गरी ठग्यो? हेर्दा हेर्दै घर, भैँसी, सानो पाडो सबै अनुहार बादलभित्र पसी चाहिँ उसले लाग्यो। हे ईश्वर, उसको छातीबाट एउटा दर्दिलो सुस्केरा निस्केर वायुमण्डलमा रुमलियो। असती जाँटो, भोलि नै लगेर त्यसको डिङ्गो त्यसकै दैलोमा मिल्काइदिन्छु। लुखुरे दुःख र पीडाले बडबडाउन थाल्यो। बाबुको एक्कासी बदलिएको भाव देखेर अघिसम्म संसारको बादशाह झै खेलिरहेको सानो डराएको र शङ्काएको आँखाले बाबुको अनुहार हेर्न थाल्यो।
अघिसम्म सम्पूर्ण अङ्ग र सम्पूर्ण चेष्टाबाट हाँसो र प्रसन्नताको वरदान बसाइरहेकी घैँटी पनि अहिले पानी परेको गुइठा फुले झै फुलेको ढोकामा एउटा फक्राटो समातेर उभिरहेकी थिए। लुखुरीले देख्यो सबैको अनुहार ओइलाएको थियो। द्वारेबा घोप्टे दिन बेलुकी भैँसी दुध पनि थोरै दियो। वास्तवमा 5 कोसबाट हिँडाएर ल्याएको हुनाले यो स्वाभाविक पनि थियो, तर स्वाभाविक घटनाले पनि लुखुरीको मनमा शङ्काको बीजलाई अङ्कुराउन मलजल गर्यो। साँच्चै दुध किन कम दियो? भैँसी खोटो नभएको भए यस्तो किन भयो? रातभर ऊ ओछ्यानमा छटपटाइ मात्र रह्यो। उसको जिउको एक एक अडुमा हजारौँ अरिङ्गाले चिले झैँ चर्किरहेको थियो। एकातिर बालक छोराको रातदिनको सपना चकनाचुर हुनु, अर्कोतिर त्यति रुपियाँ खोलो लाग्नु, त्यो पनि आफ्नो गोजीबाट झिक्न सक्ने भइदिया भए के थियो र? पैसा भन्या छोराको हातको मैल आज यसले कमायो, भोलि उसले उडायो, भोलि उसले कमायो, पर्सि उसले उडायो। तर नेपाल बाहुनको ऋण उसले कुन जुनीमा तिर्ने? लुखुरे उताबाट यता छटपटाउन थाल्यो। अँध्यारोमा उसका आँखा अगाडि त्यो 250 रुपियाँ नेपाल बाहुन भएर नाच्न थाले। अनि त्यो नेपाल बाहुनको मूर्ति फलाम जस्तो कालो भयो। अनि त्यसका औँलामा लामा लामा नङ्ग्रा निस्के। लामा लामा नङ्ग्रा आफूतिर बढ्दै आएका चाहिँ लाग्यो उसलाई। असह्य पीडाले लुखुरेको घाँटीबाट विलक्षण सुस्केर मिसिएको चित्कार त्यो अन्धकारमा रुमलियो। त्यो चित्कारले घैँटीको मनमा लोग्नेप्रति सहानुभूति जन्माउनुको साटो जुन उग्र क्रोधको राँको सल्काउन घिउको पो काम दियो। खाइस अभागी ग्वाङ्ग्रा, यसो आफूभन्दा जान्ने सुने 2-4 जनालाई लगेर देखाउनु पर्छ। त्यत्रो पैसा लगेर भर्खरमा बेरियो कि बेरिएनौ? बुद्धिमा डढेलो सल्केको अघि साँझसम्म महामाया जस्तै घैँटीले अहिले रन्चण्डीको अवतार लिइसकेकी थिए। एक त भैँसी स्याहार्ने लोभले उसले आफ्नो नाकमा पनि उतारेर दिएकी थिए, दोस्रो त्यसमाथि त्यतिका ऋण अनि उसको ब्राह्मणमा आगो सल्काउनु कुनै अस्वाभाविक थिएन। एकातिर घरबाट साहुलाई सुम्पियो, अर्कातिर अर्काको नाक कान रित्तायो, त्यसमाथि मान ल्याएको पनि फुटेको आँखाले हेरेर लगेर भोलि बिहानै जहाँबाट ल्याएको हो त्यसको सिनो त्यसकै दैलोमा मिल्काएर आऊ अन्धा। लुखुरेलाई अहिले अरू कुरा भन्दा पनि स्वास्नीको वचन धार असह्य हुन थाल्यो। ऊ रन्थन्यो, हे ईश्वर, त्यति राम्रो भैँसी खोटी नभइदिया भए यो भुङ्ग्रोमा किन पिल्सिनु पर्थ्यो? खोटी भैँसी पुक्लुको ढल्दियो भने लुखुरेको मुटु काम्यो। उसले अगेनाको आगो फुकेर बत्ती झुल्कायो। बाँधे किलेमा ढलेको पो छ कि? ओ हुरुराउँदै कटेरामा गयो। उसले बत्ती खोपाउ राख्यो। भैँसी जस्ताको तस्तै किलामा बाँधिएको थियो। कालो चिल्लो 12 माने पाटा जत्रो कल्चौडो, झिँगा पनि चिप्लेला जस्तो कालो आङ, छोटा मोटा पातला मुढे सिङ, नीला नीला निर्दोष आँखा, कतै पनि कुनै हेरफेर छैन। उसको छातीबाट गहिरो सुस्केरा सन्तोषको सुस्केरा निस्क्यो, तर त्यो सुस्केरा चिसो थियो। साँच्चै यो भैँसी खोट नभइदिया भए झुक्यामानमा पार्न त यस्ता कस्ता भैँसी सुमरिएको द्वारेबाको स्वर अझै उसकै कानमा घन्किरहेको थियो। साँच्चै द्वारेबालाई झुक्यामानमा पार्नु खेलाची होइन। लुखुरेलाई साह्रै पीडा भयो। लुखुरे त्यताबाट फर्क्यो, ओछ्यानमा पल्ट्यो, तर छटपटी बाहेक त्यो रात स्याहीले उसलाई केही पनि दिन सकेन। त्यसमाथि स्वास्नीको घोषपेचले त उसको मुठु छिया हुन खोज्दै थियो। अभागी ग्वाङ्ग्रा केही गरी पत्तै नपाई भैँसी पुक्लुको ढल्यो भने के गर्ने सुर छ? त्यस्तो खोटी भैँसी धन ओइरिएर? साँच्चै घर वरिपरि लुखुरेको मुठु आशंकाले कामदै थियो। साँच्चै कतै किल्लामा बाँधे भैँसी भुक्लुक्क ढल्यो भने धम्की भएको भैँसी न हो? अनि ऊ रन्कामा घरिघरि उठेर कटेरामा जान्थ्यो। आँखाभरि भैँसीलाई हेर्थ्यो। अति मायाले उसको जिउ सबै सुमसुमाउँथ्यो। चिल्लो कालो आङ, 12 माने बाटा जस्तो कल्चौटो, छोटा छोटा पातला सिङ, अनि फराकिलो बुट्टा, निर्दोष निलो आँखा। अनि फेरि ओछ्यानमा आएर लड्थ्यो। घैँटीको मुटु छेड्ने वचनले सुई जस्तै भएर घोचिरहन्थ्यो। अनि त अँध्यारामा आँखा पछुतो र क्षमायाचना भनेर स्वास्नीतिर हेर्थ्यो। वास्तवमा घैँटी पनि अब त अचाकली गर्न थालेको थिए। बिचारा लोग्ने मात्र के गरोस्, उसले पनि खोलै लागोस् भनेर त पैसा ओइरिएको होइन। यो कुरा त्यो स्वास्नी किन बुझ्दैन? हे ईश्वर, बाहुटे काटेको भस्म खरानी भइजाओस्। गरिबलाई रुवाएर गरिबको धन नपोली त कहाँ छोड्ला र? परमेश्वर, आफूलाई पोल्या थाहा छैन, अर्कोलाई पोल्या सपना देख्ने, त्यही सिनाको मासु बेचेर उडाउने सुर छ कि ग्वाङ्ग्रा? घैँटीको स्वर रोग र पीडाको कामिरहेको थियो। लुखुरे के गर, भैँसी नै फर्काएर लैजाऊ भने एक त 5-5 कोस टाढा हिँडाएर लैजानु, दोस्रो लोप खुवाएर पठाइदिन्छ कि के भनेर हात पर्यो थोइले फिर्ता दिइरहन्थ्यो र त्यस्तो जमानदारी भए त गरिबलाई त्यस्तो झुक्केमानमा पारेर सत्यनाश नै गर्ने थिएन नि। लुखुरी आफूभित्रको वेदनालाई छातीभित्र दबाएर मुर्दा लडे चाहिँ लडिरह्यो। भोलिपल्ट द्वारेबाको पिँढीमा गाउँका बुजुर्ग जम्मा भएका थिए। यो गाउँको चलन बिहान बेलुका तमाखु खान, गफसफ गर्न, दुःख दर्द पोख्न ठुला ठालु घरमा जम्मा भएका हुन्छन्। गाउँभरिको टिका टिप्पणी हुन्छ र भइरहेको पनि थियो। त्यसै बेला अँध्यारो मुख लाएर लुखुरी आयो। द्वारेबाको गोडामा शिर टेकायो र एक छेउमा साह्रै डराए चाहिँ बस्यो। क्या हो, के भन्न आइस लुखुरे? द्वारे आफ्नो कट्रु स्वरमा भने। भैँसीले हिजो साबु दुध दियो? दिएन बा, दिएन। के दिन्थ्यो? लुखुरीले डुबेको स्वरमा भन्यो। साँच्चै ऊ निराशाको अतल गहिराईमा डुबेको थियो। हामीले भनेको त, द्वारेबाले अरूसित हेरेर भने। यो लुखुरे बजिया सोझो मधेस मारेर आएको बाहुटे के मान्दथ्यो र भसक्की ठगिएछ।
यो जोइले पनि उस्तै सुझ न बुझसँग त्यति पैसा बेरेन हुन्थ्यो कता हामी पनि थियौँ नि। यति भनेर द्वारेबाले भर्खरै कान्छी घतिनी टक्राएको तमाखु खरानी उडाएर तान्न थाले। तब त भन्या बिग्रिने बेलामा आउँदैन मती भनेको त्यही हो। अब खोटी भैँसी थैली खनाएर अब अरू कसले लैजाला त। बुढा थोकीले लुखुरेको सुकेको अनुहारमा हेरेर भन्यो, कुन चाहिँ यही जस्तो आँखा फुटेको होला त खोटी भैँसीमा थैली खनाउने। त नै भन्न, द्वारेले भने। अपेक्षाको मुन्टो बटाएर ऋण गरे त होलास् नि। कमानेले भन्यो, यसको भैँसी खोटी रहेनछ भने त हाम्रो मुखमा अपेक्षा हालिदिनु। द्वारेका पुरोहित सीताराम पण्डितले हत्केला नाक मासतिर फर्काउँदै लामो लेग्रो तानेर घोषणा गरे अनि द्वारेपाको मुखतिर हेरे। वास्तवमा उनले लुखुरेको भैँसीको अनुहार पनि देखेको होइनन्, तर कदाचित द्वारेबाले खुसी पार्न सकिन्छ भने गाउँको भैँसी त के कुरा, बम्बाईको तिलकराम मारवाडीले किनेको रोल्स रोयसको मोटर पनि खोट निकाल्न उनी पछि हट्दैनथे। यी सबै किसिमका साँचा झुटाको संयुक्त हमलाले लुखुरेको मनमा कुनै पनि कुनामा कुनै किसिमको आशाको झिल्कोसम्म पनि रहन दिएन। उनको आत्मा विकल भएर बिलाप्न थाल्यो। द्वारेबा, म त खोलामा परे, असत्य बाहुटेले मेरो सर्वस्व गर्यो, म त जोगी बनेर हिँडे पनि त भयो नि द्वारेबा। क्यार्छस् त बाबे, तेरी बुद्धिले त हो, हामीले गरेर हाम्रो सल्लाहले होइन। हामीलाई के भन्छस्? द्वारे बुढा ज्यादै कठोर देखिन्थे। लुखुरेको मन भरिएर आयो। बा, मैले आफ्नै बुद्धिले आफ्नै गोडामा बन्चरो हाने, अब के गरौँ बा? स्वास्नीको नाक कानको भला केही थिएन। भर्सेलो परोस् भनौँ। नेपाल बाहुनको 250 रुपियाँ ऋण कहाँबाट तिरौँ? हे ईश्वर, अब म के गरौँ? लुखुरेको स्वर साँच्चै वेदनाको भारले धर्मराजै कामिरहेको थियो। हे ईश्वर, म के गरौँ? अब अरू त जुक्ति नै छैन बाबे। रामवीरे एक कुनाबाट बोल्यो। अब त्यही सिनो लगेर फिर्ता दिए मात्र हो। के कर्कलाको पातको पानी जस्तो कुरा गर्दो हो यो रामे छुसी। द्वारेबाले रामवीरेको कुराले हावामा उडाइदिए। त्यो मुलुक मारा बाउटे, त्यसलाई तिमीहरूले चिनेकै छैनौ, के भनेर दिइरहन्थ्यो? हात पर्यो पैसा खुवाइदिन्छ लोपो। बा, म त बितेँ, अब के गरौँ बा? म त खैलो परे। लुखुरेले बगरको माछा जस्तो छटपटायो। तँलाई त अक्कडी पर्यो, अब के गर्छन्? रामवीरेले सबैभन्दा हितुई चाहिँ बोलीमा सहानुभूति घोलेर भन्यो, द्वारेबा, अब त्यसो होइन। लुखे बोइरा गाउँको गरिब हो, च्यापोमा परिगो। अब तपाईँको विचार नगरे कसले विचार गर्छ? के कुरा गर्छ ए रामे त? यसलाई उकास्न आफू खोलामा परौँ? स्वरमा उपेक्षा थियो। द्वारेबा, होइन बा, 150 भन्या तपाईँको निम्ति पासाङ बराबर छ, तर गरिबको त घरबाट उठ्छ नि। तपाईँले नगरे कसले गर्छ? रामवीरेले सिफारिस गर्यो। हो बा, बिचारालाई तपाईँले नै गरिदिनुपर्छ। गरिब अनाथ हो, जुत्ताभरि चाकरी गर्छ। बुढा थोकीले पनि रामवीरेको कुरालाई टेवा दियो। द्वारेबाले निकै गम खाए। आखिरीमा बडो गम्भीर स्वरमा मानव लुखुरेमाथि जन्मान्तर बिसाउन नसकिने उपकारको बोझ लाद्न लागे चाहिँ घोषणा गरे, के तिमीहरू सबै त्यसै भन्छौ त? त्यसै हो भने म के भनौँ? एउटा गरेको उपकारकै सोही, तर भोइको त लुखुरे पनि 150 मुख नहेरोस् कि त 150 खर्चेर भैँसी तयार गरी छाडे कि खोलामा जाकिए। एउटा गरिबको उपकारै हुन्छ भने लौ के भन्छस् लुखुरे? द्वारेबाका कुरा माना सिबुन। यस्ता भैँसीमा पैसा हाल्नु सिमानामा पैसा हाल्नु जस्तै हो। त्यति माया मार्दा लुखुरेलाई मर्का छैन। यो लेग्रो सीताराम पण्डितले झिकेका थिए। उनी धर्मका सारथी भएकाले उनी भनेको कुरा शास्त्रको वचन हो। मानव यी यस सभाका निर्विरोध सभापति हुन्। उनको निर्णय अन्तिम निर्णय हो। लौ, पण्डित बाजेको समेत यही राय छ। त के भन्छस्? रामेले लुखुरेको मुख हेर्यो। त के भन्छस् त लुखुरे? द्वारेबाका आँखा निकै घोच्ने काँटाका थिए। लुखुरे के भनोस् बरे, उसले सबैको मुख। द्वारे, बुढा थोकी, रामे र पण्डित बाहेक सबै मौन थिए। उनीहरूको आँखामा विवशता थियो। उनीहरूको लुखुरेको आँखा हेर्न नसकेर निहुरिए। त्यस दिन बेलुका पख द्वारेको आँगनमा निकै रमझम देखियो। आँगनमा लाउरी भैँसी बाँधिएको, चिल्लो कालो 12 माने बाटा जस्तो कल्चोटो गरेको भैँसी वरिपरि द्वारेका आधा दर्जन केटाकेटी झामिएका थिए। द्वारे बुढा 20 वर्ष जोसमा सुसार गर्न लागे। द्वारेले भुसा दिँदा दिँदै एकपटक टाउको उठाएर हेरे। लुखुरेको आँगनमा आज रमझम थिएन। लुखुरेका बाबु छोरा आँगनमा डिलमा उभिएका थिए। त्यसै बेला रामवीरे द्वारेको आँगनमा उक्लेर उनलाई ढोक दियो। कसो रामे, भैँसी हिरा छैन त? किन हुन्थेन बा? लाखमा एक छ। एकपटक फेरि द्वारे र रामेले एकैपटक आँखा उठाएर लुखुरे घरतिर हेरे। डाँडाबाट ओर्लेको साँझको मटाइलो छायाले कर्मश मटाइलो पार्दै लग्यो। लुखुरेको बाबु छोराको आकृति एकपटक लाहुरीतिर हेरिरहेका थिए। यस कथाको अन्त्य यहीँनिर हुन्छ साथीहरू। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्। भिडियो मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न भने नभुल्नु। हस्त, धन्यवाद।